आरएसपी का मन्त्रीहरूको सम्पत्ति विवरणले एउटा कुरा प्रष्ट पार्यो कि स्किल्स र एसेट सबैभन्दा ठुलो पावर हो। कसैको पुर्खौली सुन होला, कसैको पुर्खौली जग्गा होला, कसैको पुर्खौली घर होला, तर 2083 सालमा हरेक नेपालीले सुन जस्तै कमाउन सक्ने भनेको एउटा माध्यम भनेको चाहिँ डिजिटल स्किल्स। यो 2083 सालमा यो पाँचवटा स्किल्स तपाईँले सिक्नुभयो भने तपाईँको पनि फ्युचर गोल्डन हुनेछ 2083 साल। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो पाँचवटा स्किल्स चाहिँ के हुन्, हाई पेइङ र हाई डिमान्डिङ स्किल्सहरू के हुन्, यो चाहिँ कहाँबाट सिक्ने, कसरी सिक्ने भन्ने कुरा म स्टेप बाई स्टेप क्लियर रूपमा तपाईँलाई भन्नेछु। नम्बर 1 मा रहेको चाहिँ ग्राफिक डिजाइन। क्यानभा भयो, फोटोसप भयो, यस्ता विभिन्न टुल्सहरू युज गरेर तपाईँले लोगो डिजाइन, सोसियल मिडिया पोस्ट, विभिन्न डिजाइनहरू तपाईँले गरेर आफ्नो स्किल्स तपाईँले सेल गर्न सक्नुहुनेछ। साना व्यवसायदेखि ठुला कर्पोरेट हाउससम्मको लागि चाहिँ हरेक बिजनेसको लागि चाहिँ आफ्नो प्रोडक्ट अथवा चाहिँ सर्भिसहरू बेच्नको लागि बेस्ट ग्राफिक डिजाइन उनीहरूलाई आवश्यक हुन्छ, जसले गर्दा उनीहरूले राम्रो पे गरेर चाहिँ हायर गर्छन्। नम्बर 2 मा रहेको छ सर्ट भिडियो एडिटिङ। क्यापकट भयो, प्रिमियर प्रो भयो, यस्ता विभिन्न टुल्सहरू युज गरेर तपाईँले टिकटकको लागि, युट्युबहरूको लागि होइन, सर्ट्सहरू भयो होइन, त्यसपछि चाहिँ रिल्सहरू भयो, एडिट गरेर तपाईँले चाहिँ कुनै पनि बिजनेसहरूको लागि अथवा चाहिँ कुनै पनि पर्सनल ब्रान्डिङहरूको लागि चाहिँ उनीहरूलाई आफ्नो प्रोडक्ट अथवा चाहिँ सर्भिसहरू चाहिँ उनीहरूले सेल गर्नको लागि सर्ट रिल्सहरू चाहिँ एकदमै खोजिरहेको हुन्छ। 60 सेकेन्ड भन्दा कमको रिल्सहरूले चाहिँ भिडियोले चाहिँ रिजल्ट राम्रो दिएको छ, जसले गर्दा अहिलेको समयमा कुनै पनि बिजनेसको लागि, कुनै पनि पर्सनल ब्रान्डिङको लागि चाहिँ उनीहरूलाई सर्ट रिल्स एकदमै इम्पोर्टेन्ट हुन्छ, जसले गर्दा यो स्किल एकदमै हाई डिमान्डिङमा पनि रहेको छ र यसको पेइङ पनि एकदमै राम्रो छ। नम्बर 3 मा रहेको छ एसइओ। एसइओले कुनै पनि वेबसाइटलाई सर्च इन्जिनमा चाहिँ टपमा र्याङ्क गर्ने काम चाहिँ एसइओले गर्छ होइन, जसले गर्दाखेरि फ्रीमा पोटेन्सियल ट्राफिक भयो, पोटेन्सियल लिडहरू चाहिँ ल्याउने काम चाहिँ एसइओले गर्छ। एडमा पैसा खर्च नगरिकन गुगलको टपमा र्याङ्क गरेर पोटेन्सियल ट्राफिक, पोटेन्सियल लिड ल्याउने हरेक बिजनेस ओनरहरूको चाहिँ उनीहरूको इन्ट्रेस्ट हुन्छ, यो काम चाहिँ एसइओले गर्छ, जसले गर्दा अहिलेको समयमा एसइओ एकदमै हाई डिमान्डिङ रहेको छ र यसको पेइङ पनि एकदमै राम्रो छ। नम्बर 4 मा रहेको छ प्रम्प्ट इन्जिनियरिङ। अनि हामीले विभिन्न टास्कहरू, विभिन्न कामहरू गर्दाखेरि चाहिँ हामीले एआई युज गरिरहेका हुन्छौँ होइन, त्यो एआई युज गर्दाखेरि हामीले बेस्ट रिजल्ट चाहिँ हामीले कसरी प्रड्युस गर्ने भन्ने कुरा चाहिँ प्रम्प्टले गर्छ होइन। हामीले बेस्ट प्रम्प्ट दियौँ भने मात्रै हामीले बेस्ट रिजल्ट चाहिँ हामीले जेनेरेट गर्न सक्छौँ। यदि तपाईँले प्रम्प्ट राम्रो दिनु भएन भने अवश्य त्यसको रिजल्ट राम्रो हुँदैन होइन, जसले गर्दाखेरि अहिलेको समयमा हरेक बिजनेसमा चाहिँ एआईको चाहिँ राम्रो चाहिँ युज भइरहेको छ, जसले गर्दाखेरि प्रम्प्ट इन्जिनियरको पनि एकदमै डिमान्ड बढिरहेको छ होइन, जसले गर्दाखेरि अहिलेको समयमा प्रम्प्ट इन्जिनियरिङको डिमान्डिङ र यसको चाहिँ पेइङ पनि एकदमै राम्रो। हामीले मार्केटमा सुनिरहेको हुन्छ कि एआईले चाहिँ हाम्रो जबलाई रिप्लेस गर्यो होइन, खासमा चाहिँ के हो भन्दाखेरि चाहिँ यदि हामीले एआईले राम्रो तरिकाले युज गर्न सकेनौँ भने मात्र हामीलाई एआईले रिप्लेस गर्ने हो। यदि तपाईँले बेस्ट वेबाट चाहिँ एआईलाई युज गर्न सक्नुभयो, बेस्ट प्रम्प्ट दिएर बेस्ट रिजल्ट प्रड्युस गर्न सक्नुभयो भने एआईले हामीले रिप्लेस गर्दैन। एआईलाई चाहिँ अझ हामीले बेटर वेमा युज गरेर हामीले हाम्रो कामहरू चाहिँ अझै बेस्ट भर्जनमा निकाल्न सक्छौँ र हाम्रो चाहिँ टाइम सेभ हुन्छ, हाम्रो मनी सेभ हुन्छ एआईले गर्दा, जसले गर्दाखेरि एआई प्रम्प्ट इन्जिनियरिङको चाहिँ डिमान्डिङ पनि एकदम बढिरहेको छ, यसको पेइङ पनि एकदमै राम्रो छ, यसको भ्याकेन्सी पनि एकदमै धेरै खोलिरहेको छ अहिलेको समयमा। नम्बर 5 मा रहेको छ कपी राइटिङ। कपी राइटिङ भनेको जस्तै हामीले कुनै पनि प्रोडक्ट अथवा चाहिँ सर्भिस बेच्नको लागि हामीले विभिन्न डिजिटल प्लेटफर्महरू युज गर्छौँ, जस्तै वेबसाइट भयो, ल्यान्डिङ पेज भयो, फनेलहरू भयो, यस्ता विभिन्न प्लेटफर्म चाहिँ हामीले युज गर्छौँ भने त्यो प्लेटफर्ममा युज गर्ने टेक्स्टहरू भयो, कन्टेन्टहरूलाई चाहिँ हामीले कपी राइटिङ भन्छ होइन। त्यो कपी राइटिङ के काम गर्छ भन्दाखेरि चाहिँ हामीले प्रोडक्ट अथवा चाहिँ हाम्रो सर्भिसहरू सेल गर्दाखेरि चाहिँ त्यो कन्टेन्ट हेरेर, त्यो कन्टेन्ट पढेर चाहिँ मान्छेलाई चाहिँ किन्नको लागि चाहिँ इन्ट्रेस्ट जगाउँछ होइन, त्यो त्यस्तो खालको कन्टेन्टलाई चाहिँ कपी राइटिङ भन्छ होइन। कपी राइटिङ हामीले विभिन्न एआई टुल्सहरू पनि आएको छ, त्यो एआई टुल्स युज गरेर हामीले बेस्ट वेमा चाहिँ हामीले कपी राइटिङ गर्न सक्यौँ भने हाम्रो पेइङ पनि एकदमै राम्रो हुन्छ होइन, तर यसको डिमान्ड पनि एकदमै राम्रो छ। यदि तपाईँसँग कुनै फिजिकल प्रोडक्ट छ, मानेको सुन छ भने त्यो सुन चाहिँ कसैले छोड्न सक्छ, तर तपाईँसँग डिजिटल स्किल्स छ भने त्यो तपाईँको स्किल्स कसैले छोड्न सक्दैन। यो स्किल्सहरू चाहिँ कहाँबाट सिक्ने, कसरी सिक्ने भन्ने कुरा हुन्छ, विभिन्न प्लेटफर्महरू हुन्छ, वेबसाइटहरू हुन्छन्, विभिन्न युट्युब भिडियोमा हामीले जति पनि रिसोर्सहरू पाउँछौँ होइन। तर मैले यसमा चाहिँ केही प्लेटफर्महरू, रिसोर्सहरू चाहिँ म तपाईँलाई डिस्क्रिप्सनमा राखिदिएको छु, त्यो डिस्क्रिप्सन चेक गरेर त्यसमा गएर तपाईँले चाहिँ आफूले मन लागेको स्किल्स चाहिँ चुज गरेर तपाईँले सिक्न सक्नुहुनेछ। यी 5 वटा स्किल्स मध्ये कुनै पनि एउटा स्किल्स तपाईँले चुज गरेर 2083 मा तपाईँले मास्टर्स गर्नुभयो भने अरूको मात्र होइन, तपाईँको पनि फ्युचर चाहिँ गोल्डन नै हुन्छ। नयाँ वर्ष 2083 सालको मङ्गलमय शुभकामना। यो 2083 साललाई एउटा कन्टेन्ट हेरेर मात्र होइन, कन्टेन्ट कन्ज्युमर मात्र होइन, एउटा अपर्च्युनिटीको इयर बनाउनुहोस्। कुनै पनि स्किल्स सिकेर आफ्नो फ्युचरलाई गोल्डन बनाउनुहोस्। र कुनै पनि स्किल्सलाई तपाईँको चाहिँ एक्स्ट्रा रिसोर्सेस अथवा चाहिँ एक्स्ट्रा रोड म्याप अथवा चाहिँ एक्स्ट्रा केही चाहिन्छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ, अथवा चाहिँ मलाई डिएम गर्न सक्नुहुन्छ।